वेट एकछिन है के हो त यो सेतो डिब्बाभित्र भएको चिज जसलाई क्रेटिन भनेर चिनिन्छ र यसको फाइदा चाहिँ के हाम्रो हेल्थमा भन्ने जान्नेछौँ हामीले यो भिडियोमा। सो क्रेटिन भनेको एउटा यस्तो नेचुरल कम्पाउन्ड हो जो हाम्रो मसलभित्र पाउने गर्दछ, जो कि 3वटा अमिनो एसिडले बन्ने गर्छ। एउटा अर्जिन, एउटा ग्लाइसिन एन्ड अर्को हाम्रो मिथायोनाइनबाट, जो कि 3वटा अमिनो एसिडले एउटा क्रेटिन बन्छ, जो हाम्रो बडीमा लिभर, किडनी र हाम्रो पेनक्रियाजहरूले प्रड्युस गर्ने गर्छ। भिडियो त बनाइरहेको छु, तर मैले यसलाई कसरी मैले क्रेटिनको बारेमा यो कुरा मैले बोलेको कुराहरू राइट हो कि होइन भन्ने तपाईँलाई डाउट छ भनेपछि तपाईँलाई मैले अगाडि दिइरहेको रिसर्च पेपर पनि तपाईँलाई मेन्सन गरिदिएको होला, तपाईँले त्यो पढ्न सक्नुहुन्छ है। विशेषको कुराहरूलाई धेरै नलम्बाएर म जान्छु छोटकरीमा तपाईँहरूलाई बुझाउनतर्फ। क्रेटिनको लागि बुझ्नको लागि चाहिँ हामी थोरै एटिपी तर्फ, जो कि हामीले एडेनोसिन ट्राइफस्फेट भनेर चिन्ने गर्छौँ। एटिपी भन्नाले के, कहिले पनि हामी स्प्रिन्ट हामीले लाइक हेभी लिफ्ट गर्दाखेरि हाम्रो बडीबाट एउटा एनर्जी हामीले जेनेरेट गर्छौँ, जो कि हामीले एटिपीकै थ्रुबाट जेनेरेट गर्छौँ। सिम्पली भन्दा हाम्रो मसल्सको लागि यसले एनर्जी बुस्टरको रूपमा काम गर्ने गर्छ। सो यो भिडियोमा चाहिँ यति नै। अब हामीले अर्को भिडियोमा चाहिँ क्रेटिनलाई कसरी खाने र क्रेटिन कुन फुडबाट पाइन्छ प्लस अनि क्रेटिनले हेयर लस हुन्छ कि नै भनेर मैले नेक्स्ट भिडियोमा भन्दैछु। स्टे ट्युन फर नेक्स्ट भिडियो गाइज।